मेरो मैले भाडामा लिएको गाडी। चुनावी खर्चको स्रोत चाहिँ के हो? मेरो चुनावी खर्चको स्रोत भनेको पार्टी सदस्य र पार्टी कार्यकर्ताहरूबाट जसले चन्दा भनेर दिए तिनीहरूको नाम र रकम सार्वजनिक गर्नुहुन्छ? गर्छु। वार्षिक रूपमा आफ्नो र परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नुहुन्छ? गर्छु। आफ्नै दलका भ्रष्ट सांसद नेता विरुद्ध कारबाहीको पक्षमा ऐन मौकामा उभिनुहुन्छ? ऐन मौकामा होइन, सधैँ उभिन्छु। सांसद विकास कोष खारेज गर्न लबिङ गर्नुहुन्छ? गर्छु। सार्वजनिक खरिद प्रक्रिया, विकास निर्माण टेन्डर प्रक्रिया पूर्ण पारदर्शी बनाउनका लागि पहल गर्नुहुन्छ? पहल गर्छु। हरेक एक वर्षमा यसरी नै सार्वजनिक सुनवाई गर्नुहुन्छ? गर्छु। आफ्नो संसदीय उपस्थिति र गतिविधिको अर्धवार्षिक वा वार्षिक रिपोर्ट कार्ड सार्वजनिक गर्न सक्नुहुन्छ? मैले त्रैमासिक रूपमा गर्दै आएको थिएँ र अब गर्छु। पार्टी निर्णय जनहित विरुद्ध भए असहमति जनाउन सक्नुहुन्छ? सक्छु। शिक्षा र स्वास्थ्य निःशुल्क कि सशुल्क? निःशुल्क। स्वास्थ्य बिमा के गर्ने, बन्द कि सुधार सहित निरन्तर? सामाजिक सुरक्षा भत्ता लक्षित वर्ग कि सार्वभौमिक? सार्वभौमिक। सामाजिक सञ्जाल निर्वाध प्रयोग कि नियन्त्रण? नियमन सहितको निर्वाध प्रयोग। सामाजिक सञ्जालको आइसक्यो। राजनीति केका लागि गर्नुभएको छ? राजनीतिक समाजसेवाका लागि, उच्च स्तरको समाजसेवाका लागि। तपाईँ र परिवारको जीवनको निर्वाह स्रोत के हो? मेरो कृषि हो। सरुवा बढुवा ठेकापट्टा वा नियुक्तिमा संलग्न नरहने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ? 100% प्रतिबद्ध। राजनीतिलाई विकास ठेकेदार, डोजर एजेन्ट, बिचौलिया बनी व्यक्तिगत आम्दानीको माध्यम नबनाउने कसम खान सक्नुहुन्छ? कसम खान्छु, 100% कसम। भ्रष्टाचारको शून्य सहनशीलता नीतिगत रूपमा स्वीकार गर्नुहुन्छ? गर्छु। सांसद कति पटकसम्म बनिरहने वा उठिरहने? यो सांसद 2 पटकभन्दा बढी हुनु हुँदैन भन्ने मलाई लाग्छ। पछि यो अन्तिम पटक हो तपाईँ उठेको। राजनीतिक अवकाश कति वर्षमा लिनुहुन्छ? राजनीतिक अवकाश कति वर्षमा लिनुहुन्छ? 70 वर्षमा। अब अन्त्यमा भन्नुहोस्, तपाईँलाई नै यसपटक भोट किन हाल्नु? मलाई यसपटक भोट, मलाई यहाँहरूले 5 वर्षको लागि पठाउनु भएको थियो। हाम्रो देशमा 3 वर्षमा संसद भङ्ग भयो, असंसदीय ढङ्गले भङ्ग भयो, संविधान मिचेर भङ्ग भयो र म फर्केर फेरि उम्मेदवार हुन पर्यो। त्यसैले मलाई मतदान गर्नुपर्छ। एक। दोस्रो कुरा, मैले जे प्रतिबद्धता जाहेर गरेको थिएँ त्यो प्रतिबद्धता पुरा गर्ने अवधि पुगेन। त्यो प्रतिबद्धता गरेका कुराहरू अहिले लागू भइरहेका छन् र कतिपय लागू गर्न बाँकी रहे। ती पुरा गर्नका लागि म अहिले उम्मेदवार भएको छु र यहाँहरू मतदाता, कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर 3 का मतदाताहरूले सूर्य चिन्हमा मतदान गरेर म दामोदर बैरागीलाई विजय गराउनुहुनेछ भन्ने मेरो विश्वास छ। धन्यवाद।